आजकल जिम जाने धेरैहरूले यो लिन थालेको छन् जीवन जल ओआरएस पनि भन्छ यसलाई। यसमा के पाइन्छ त? सोडियम, पोटासियम, म्याग्नेसियम। खासमा यो तीनटा मिनरल्स त हामीले खाना र पानीबाट नै मजाले पाइहाल्छौँ, तर डेली जिममा यसरी ओआरएस नै खाने हो भने बडीमा सोडियम एकदमै बढ्छ है, त्यो चाहिँ रिस्की छ। इलेक्ट्रोलाइट्स पाइन्छ भनेर ओआरएस त खान्छन्, तर पाउनुभन्दा पनि अझ बडीमा इलेक्ट्रोलाइटको इम्ब्यालेन्स चाहिँ गराइदिन्छ यसले है। एउटा भनेको चाहिँ गर्मीको समयमा एकदमै पसिना आउने गरी एक्सर्साइज गरेको छ वा फुटसल, बास्केटबल या कुनै त्यस्तै गेम खेलेर एकदमै पसिना खेर गइरहेको छ गर्मीको टाइममा भने त्यो नि सधैँ होइन। अनि अर्को भनेको डाइरिया भएको बेला आफ्नो ज्यानको हालत कस्तो हुन्छ थाहा छ नि। डाइरिया र भमिटिङ भएको बेलामा हाम्रो जिउबाट कतिको पानी लस हुन्छ, हामीले केही पनि खासै राम्ररी खाएको हुँदैन खानेकुरा, त्यति बेला हामीलाई केही मिनरल्स पुग्दैन, इलेक्ट्रोलाइट्स हाम्रो बडीलाई चाहिन्छ। त्यही भएर डब्लुएचओहरूले यस्तो कुरा बनाएको हो। सो जसले पनि जिममा यो खाइरहनु भएको छ उहाँहरूले के बुझ्नु पर्यो भन्दाखेरि यो कुनै पनि फुड सप्लिमेन्ट चाहिँ होइन के, डब्लुएचओबाट रिकमेन्डेड हाम्रो यो झाडा पखाला लागेको बेलामा पानी जिउबाट जति जान्छ त्यति बेला मिनरल लस नहोस्, बडी डिहाइड्रेट नहोस् भनेर बनाएको हो यो। यसमा भएको यो मिनरल्सहरूले चाहिँ जिउमा पानी एब्जर्ब गरेर राखोस् भनेर। त्यसैले जसले पनि नबुझिकन यो डेली लिइरहेको छ नि, यो राम्रो होइन। त्यसैले अबदेखि लिन छोडौँ र अरूलाई पनि बुझाइदिनु। स्टे सेफ।